यस स्थानको दृश्य अवलोकन गर्दैछु। यो स्थान हाम्रा लागि उचित छ। हामी यही मार्गबाट अनेकौं स्थानमा प्रवेश गर्न सक्छौँ। दाजु कता छौ भाइ? यही त हो। तिमी अग्र स्थानमा पुगिसकेछौ। दाजु हेर्दै आउनु, कतै हाम्रा दुश्मन त्यहाँ छन् कि? शत्रुहरूको संहार गर्नु हामी दैत्यहरूको कुल धर्म हो। मार्ग नदिने दाजु, यी त सबै हाम्रा मान्छेहरू छन्, कोही पनि शत्रु छैन। सबैले हाम्रो जय जयकार लगाइरहेका छन्। प्रजा हो सबै भन, महाराज शुम्भ निशुम्भको जय भन। महाराज शुम्भ निशुम्भको, महाराज शुम्भको, महाराज शुम्भको। हाम्रो विरोध गर्छ भने अवश्य पनि हामीले दण्ड दिएर हाम्रो जय जयकार गर्न लगाउनु पर्छ। दाजु दण्ड दिएर जय जयकार लाएर एकछिनमा फेरि उस्तै बन्न सक्छ। जसले भनेको टेर्दैन उसलाई त सिधै। हेर भाइ, यो रातो पिरो भइसकि। हजुर दाजु, हाम्रो क्रोध यसले देखेको छैन। दाजु हाम्रै मान्छे हो। अझै पनि विचार गर, कतै यिनीहरूले घरमा आफ्ना माता पितालाई दुःख कष्ट त दिँदैन। विद्या आर्जन गर्ने समयमा आफ्ना माता पितालाई जसले दुःख कष्ट दिन्छ त्यसलाई हामी दण्डित गर्नेछौँ। हो दाजु, फेरि विद्या देवी देवताको नामले होइन, दैत्य विद्या चल्नेछ यहाँ। ए दाजु, मेरो नाक बिग्रेको के हो? कस्तो मिठो सुगन्ध आइरहेको छ दाजु। ए मेरो भाइ, कहाँबाट मेरो नाकले त तिम्रो 14 भुवन नै ढाक्छ। दाजु पनि भाइको अलि विचार गरेर बोल्नु पर्दैन। मेरो भन्दा नाम ठुलो छ। भाइ भए पनि ज्यान पनि त ठुलै छ नि। तेरो सेवा गर्दा गर्दा म आफ्नै सेवामा लाग्न सकिन। तर कदा कदा यो सुन्दर सुवास कहाँबाट आइरहेको छ? त्यही त भन्दैछु दाजु म। मेरो भाइको नाक ठुलो हुनु पनि यसको गुण अति सुन्दर सुन्दर छ। यस्ता सुन्दर सुगन्धको स्वाद यसको नाकले पहिले नै थाहा पाउँछ। भोजनालयमा मिष्टान्नको पनि काल कस्तो बनेको छ भनेर मेरो भाइको नाकले अगाडि नै स्वाद लिइसकेको हुनेछ। ए दाजु, यति राम्री सुन्दरी सुभाष त यहीँबाट आएको रहेछ।
त्यही त मैले संकेत गरेको दाजु। ए सुन्दरी, कसरी तिमी यति राम्री भयौ? पहिले आफ्नो कण्ठ खोल। तिम्रो ध्वनि हामीले मात्र सुन्यौं, केही सारा जगतमा फैलिएको छैन। सुन्दरी पनि रातो पिरो भइरहेकी छिन्। कतै हाम्रो पराक्रम देखिरहेनी प्रसिद्ध छैन। दाजु एउटा कुरा भनौँ। भन मेरो भाइ। सायद यो झुकेर बाटो बिराए जस्तो छ। बाटो बिराए सुन्दरी, बाटो बिराए पनि यो हाम्रा स्थानमा आएकी छिन्। ए सुन्दरी, ए दाजु, हौ तिमी कहाँबाट आएकी हौ? भागेर जाली। ए दाजु, मलाई त यसले सही कुरा गरे जस्तो लागेन। स्वर्गका अप्सरा त हामी एक चिन्छौँ। यो स्वर्गकी अप्सरा होइन दाजु, होइन। त्योभन्दा पनि राम्री छे। रम्बा, तिलोत्तमा, उर्वशी, मेनका, कुन अप्सरा हामी चिन्दैनौँ। सही कुरो गर्छ मेरो भाइले। दाजु, त्यो इन्द्रलाई त हामीले ठेगान लगाइसकिरहेछौँ। सारा देवताहरू हामीदेखि त सुन्छन्। दाजु, तपाईँ पातालपट्टि घुम्न जानुभयो। प्रसिद्ध मात्रै होइन, स्वर्ग छोडेर देवता सबै भागिसके। मैले सैनिक लाएर राम्रा राम्रा सबै अप्सरालाई बन्दी बनाएर राखेको छु त्यहाँ दाजु। यही कुरा हजुरलाई बताउनु म खोज्दै आएको। कतै यिनीले छल त गरी केही मेरो भाइ। दाजु, एउटी अबला नारीले छल गरेर हामीलाई के फरक पर्छ? राम्रो पिरो भएकी छिन्। अब यही सुवास छरिएकी सुन्दर स्त्रीलाई हामीले दरबारकी महारानी बनाउनु पर्छ। अवश्य दाजु। यो सुवास हाम्रो दरबारमा छरिनेछ। ए दाजु, राम्रो मुखले सम्झौँ। राम्रो मुखले मानिन भने त्यो त सही छ नि दाजु। सधैँ स्त्री जातिको सम्मान गर्नुपर्छ मेरो भाइ। पहिले हामीले एक प्रस्ताव राखौँ। त्यस प्रस्तावलाई स्वीकार गरिन् भने आफ्नो इच्छा अनुसार यिनलाई हाम्रो दरबारकी महारानी बनाउनु पर्छ। जाऊ दाजु, यसमा ढिलो नगरौँ, गइहालौँ। ए सुन्दरी, हामी तिमीलाई एक प्रस्ताव राख्दछौँ। तिमीले हाम्रो प्रस्ताव स्वीकार गर्नुपर्नेछ। हामी तिमीलाई हाम्री दरबारकी महारानी बनाउन चाहन्छौँ। के स्वीकार छौ? बोला सुन्दरी, स्वीकार छौ? मलाई तिमीहरूको प्रस्ताव स्वीकार्य छ, तर तिमीहरू यति बलवान दुईजना छौ, तर म एक्लै कसरी? मेरो भाइ, हजुर दाजु, रोलकुल अनुसार त पालो त मेरै छ। ए दाजु,
कहिलेकाहीँ पालो पनि उल्टोपट्टिबाट आउँछ दाजु। छन् हाम्रा पुर्खाहरूले कहीँ नीति अवश्य मान्नुपर्छ। हे दाजु, सबै ठाउँमा कुल रीतिरिवाज मानेर साध्य हुँदैन, सम्भव हुँदैन। त्यसमाथि पनि हामी राक्षस जाति सबै कुरा नीति नियम धर्म मानेर साध्य हुन्छ। तर यस कुरामा ममण्डली छैन दाजु। तर किन रोकिन्छौ बारम्बार? मलाई पनि बिहे गर्ने इच्छा छ दाजु। तिमी पूर्वजन्म लिएको भयो, अहिलेसम्म म विवाह बन्धनमा बाँधिएको छैन। म चाहिँ कहाँ पहिला मेरो विवाह पश्चात तिम्रो हुनेछ। तिमी स्वीकार गर यो मेरो प्रस्तावलाई। दाजु, एउटा भाइको इच्छा पुरा गर्न दाजुको कर्तव्य हुन्छ भनेर तपाईँले आफै भनेको होइन? खै त मेरो इच्छा पुरा गरेको। तर यो मेरो इच्छा कसरी पुरा गरौँ? मैले मेरो भाइ भनेर स्नेह गरेर राजमुकुट पहिराएको छु। दाजु, मलाई त लाग्छ तिमीले ठिकै गरेछौ। सुन्दरी जसले मुकुट पहिरेको छ उसैको रानी बन्नुपर्छ। यो हुन सक्दैन, असम्भव छ यो। दाजु, असम्भव कसरी छ? यति राम्री सुन्दरीलाई रानी बनाउन पाइन्छ भने दाजु साजु भनिँदैन। बचपनमै स्नेह नगरेर तेरो परित्याग गरेको भए अहिले म यही सुन्दरीको पर बन्न पाउने थिएँ। दाजु, विघ्न बाधा बनेर पैदा भएछस्। ए दाजु, यो सुन्दरी पहिला मैले देखेको, मैले थाहा पाएको यो सुन्दरी दाजु मैले। हे, तिमीहरू किन झगडा गर्छौ? मसँग एउटा सजिलो उपाय छ। हामीलाई मार्गदर्शन गर सुन्दरी। के उपाय छ? हामी विवादमा फँसेका छौँ। तिमीहरू विवादमा नफस, म सजिलो उपाय सिकाइदिनेछु। ए दाजु, धेरै बाठी छ जस्तै छ। मिलेर यसको कुरा सुनौ ल। ए सुन्दरी, ढिलो नगरी भन, छिटो के कुरा हो? तिमीहरू दुई मध्ये को बलवान छौ? यसो हेर्दै थाहा हुन्छ नि को बलवान। ज्यान हेर, उचाइ हेर, शरीर हेर। दाजु भए पनि दाजु भन्दा मै बलवान छु सुन्दरी, मै बलवान। शरीर अधिक मात्रामा ठुलो छ भनेर आफूलाई सबैको मौका छोपेर फाइदा लुट्दैछस्। बलवान त म छु ए सुन्दरी। यो त